नमम विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण मानव आत्मा, विशेष गरेर नेपाली ढुकढुकी आत्माहरूलाई हामी नेपालको ललितपुर जिल्ला गोदावरी, आज गोदावरी किटिनी रानीघाट समीपमा रहेर आज गोदावरी गङ्गा बगिरहेको किनारमा हामी एउटा सानो दृश्य अवलोकन गर्न गइरहेको छौँ। अद्भुत छ, अस्मरणीय छ र ऐतिहासिक छ। यो विगत 2 वर्षदेखि सोमनाथ गुरुमा अकस्मात त्यो सपनामा एक्कासी बाढी आएको र आज यसलाई हामी उजागर गर्न गइरहेका छौँ र यसको बारेमा सोमनाथ गुरु आफै स्वयं उपस्थिति हुनुहुन्छ। म त केवल दानबहादुर खत्री, राप्ती अञ्चल माण्डवी 1 तिराम, जहाँ स्वर्गदारी महाराज महाप्रभुको जन्मस्थली भएको ठाउँबाट जन्मिएको हुँ र म यो विश्व शान्ति, विश्व धराधाम र सबैको यो मानव कल्याणको लागि पनि यो पदयात्रामा लाग्न पाऊँ भनेर हजुरहरूको सामुमा र त्यो विश्व, यो धरती र यो सम्पूर्ण सञ्चालिका विश्व ब्रह्माण्ड, त्यो शक्ति र त्यो माता, त्यो परमेश्वर परमात्मालाई, त्यो इन्लाइटनलाई चाहिँ नमन गर्दै र गुरुदेवमा यो सम्पूर्ण यहाँको बारेमा, वस्तुस्थितिको बारेमा, यहाँ के थियो र भविष्यमा के बनाउने भन्ने बारेमा गुरुदेव आफै आज स्वयं खट्टी बक्सेको छ। हामीले 2 वर्ष अगाडिदेखि नै यहाँ आउने, पूजाआजा गर्ने, नृत्य गर्ने गर्थ्यौँ। वास्तविकता के थियो त? यसमा चाहिँ विश्वभरमा रहनुभएका साइन्टिस्ट, विद्वान, ऋषिवर, ज्योतिष र तान्त्रिक गुरुहरूले भविष्यमा के बनाउनु हुँदैछ त भन्ने किसिमको आज साक्षात् स्वरूप सोमनाथ गुरु, उहाँ आचार्य गुरु हुनुहुन्छ, साधु हुनुहुन्छ। जब धरतीमा त्यस्ता किसिमका विकारहरू आउँछ तबसम्म म अधर्मको विनाश गर्न, धर्मको रक्षा गर्न र साधुहरूको म श्रद्धा गर्न आउँछु भनेर भगवान् कृष्णले वेद पुराण र पहिला बाणीमा भनेको कुराहरू आज गुरुदेव आफै साक्षात् के भन्दै हुनुहुन्छ त? विश्वलाई शान्ति कसरी ल्याउने त? अब यो गोदावरी गङ्गा धाममा कस्तो बन्ने त? यसको के छ भिजन? गुरुदेव आफै बोल्दै हुनुहुन्छ। हस्त गुरुदेव। हरिओम नारायण। अब यो मिति 2079 साल पौष 20 गते बुधबार शुक्ल पक्षको त्रयोदशीका दिन स्वप्नमा सङ्केत भएको विषयमा वास्ता नगर्दै पछि गएर 2080 साल श्रावण 28 गते आदित्यबार द्वादशीका दिन झमझम पानी परिरहेको छाता ओढेर हिँड्दै अकस्मात आकाशबाट शब्द आयो। 12 शिवलिङ्ग मध्ये स्थापित प्राकृतिक स्वरूप ओम सोमनाथ। यो सोमनाथ स्वरम है, सोमनाथ स्वरम प्रथम रूप ज्योतिर्लिङ्ग शिलाको हो। 28 कदम बायाँ भनेको 28 कदम बायाँ भनेको ऊ त्यो नन्दी, 28 कदम बायाँ उत्तर तर्फ नन्दी छन्। ख्याल गरी तुरुन्त अगाडि बढ्दै सबैमा जानकारी गराई तत्कालको सङ्केतलाई मध्यनजर राखी सोही दिन पहिचान गर्दा को हो 28 कदम नाप्दा पूर्ण विश्वास म स्वयं भई यी भाद्र 1 गतेदेखि जल अर्पण गर्दै यी सरसफाइलाई म स्वयंले अगाडि बढाउँदै यो माथिको शब्द सङ्केतको व्यवस्था मानव कल्याणका लागि विशेष 3 नम्बर वडा गोदावरी धाम नदी सङ्गमभित्र पर्न गएको छ। सामान्यलाई विशेष रूपमा लगी सबैको कल्याणको लागि 42 दिन सरसफाइमा खटिसकेपछि पाञ्चायनको नीति अनुसार मिति 2080 साल आश्विन 11 गते चतुर्दशी 30 गरी 59 पलाका दिन अग्नि र रुद्री जुरेको मदपम योग नाम परेको पूर्वषडा नक्षत्र पिङ्गला नाम संवत्सरको हो। आश्विन महिनामा श्री सूर्य कन्या राशिमा, अरू ग्रहहरूका 12 राशि आफ्नो ठाउँमा तिथिबार नक्षत्र। यो कर्ण पञ्चाङ्ग निर्णय अनुसार उक्त दिनको यो दिति वैदिक सनातन नीति अनुसार कर्म गर्दै धर्म संस्थापना गर्ने कार्य सो दिनदेखि अगाडि बढ्दै गएको हो। अब सबै भगवानका भक्त मानवहरू ढिला नगरी तुरुन्त अगाडि बढौँ। मेरो तर्फबाट भन्नु यही नै छ। ओम हरि ओम नारायण, ओम शान्ति, ओम शान्ति। अब
अब के होला त हाम्रो देश नेपाल यो गोदावरी धराधाममा आज विश्वको उच्च शिखर र विश्वको कम्युनिकेसन टावर जडान गरिएको यो ठुलो स्तम्भ जहाँ फुलचोकी माई हुनुहुन्छ, यही माथि 500 मिटर माथि हाइटमा विशङ्कु नारायण महाप्रभुको त्यहाँ विराजमान भएको छ भने 500 मिटर पर सन्तानेश्वर महाराज र केही पर बालेश्वर महादेव जुन चन्दागिरीको स्थापना त्यहाँ भएको छ। यो स्वर्गकै अद्भुत अलौकिक धाम आज परिकल्पना गरेर गुरु 2 वर्ष अगाडिदेखि एक्लै कुटो कोदालो गर्दै यी विराजमान एउटा ढुङ्गाको पत्थरमा रहेर त्यो भित्री अदृश्य शक्तिहरू लिएर लुकेर आज हाम्रो नेपालको उच्च शिखर गोदावरी गङ्गा धाम यो किनारमा चाहिँ रानीघाटको छेउमा अवस्थित हुनुहुन्छ। आज गुरु एक्लै लाग्नु भएको छ। गुरुको साथमा म पनि बिहान बिहान आउँदै के छ त गुरु भन्दाखेरि गुरु र मेरो आज भेट भयो। आज निकै नै ढिला भइसकेको छ। गुरुदेव कति भयो हिसाबले त 2 वर्ष नाग्न लागिसक्यो, 2 वर्ष लाग्न लागिसक्यो। आज हामीलाई यस्तो चिज छ कि हामीसँग अलौकिक अदृश्य त्यस्तो चिजहरू हाम्रो अगाडि आएर स्थापना हुनुभएको छ। यदि हामी सच्चा मानव हौँ, यदि हामी सच्चा मनुष्य यो दुर्लभ चोला लिएर चाहिँ हामी यस धराधाम र यो पृथ्वी लोकमा हामी जन्मेका छौँ भने हामी यस्ता चिजको संरक्षण गर्ने कि नगर्ने हे भगवान्, हे परमेश्वर, हे संसार सञ्चालिका माता, हे त्यस्ता महात्मा प्रभु साधु सन्त वैज्ञानिक र रिसर्चलाई चाहिँ यस धराधाममा जन्म दिनुभएको छ भने आज यस भिडियो यो अजिमाको यन्त्रबाट हामीले विश्वभरि आज